अल आइफोन प्राइस इन नेपाल 2082। साथीहरु अहिले आइफोनको रेट ड्रप भएको छ। सो आजको यस भिडियोमा हामीहरु कुरा गर्नेछौँ नेपालमा पाइने सम्पूर्ण आइफोनको मूल्य र के कति आइफोनको मूल्य पहिले भन्दा कम भएको छ। यदि हजुरहरु हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक गरिदिनु होला। सो लागौं हाम्रो भिडियोतर्फ। आइफोन 11 को कुरा गर्नुपर्दा 128GB स्टोरेज भेरिएन्टलाई 69,000 रहेको छ। त्यसैगरी आइफोन 13 को कुरा गर्नुपर्दा आइफोन 13 को प्राइस 128GB लाई 85,500 पर्थ्यो भने अहिले घटेर 79,100 मा लिन सक्नुहुनेछ। त्यसैगरी आइफोन 14 को कुरा गर्नुपर्दा 128GB स्टोरेज भेरिएन्टलाई पहिला 96,000 मा लिन सक्नुहुन्थ्यो भने अहिले घटेर 89,300 भएको छ। त्यसैगरी आइफोन 15 को कुरा गर्नुपर्दा 128GB स्टोरेज भेरिएन्टलाई पहिला 1,11,400 पर्थ्यो भने अहिले घटेर 1,04,100 भएको छ। अब कुरा गरौँ आइफोन 16 को। आइफोन 16 को अफिसियली तीनवटा स्टोरेज भेरिएन्टमा उपलब्ध रहेको 128GB स्टोरेज भेरिएन्टलाई पहिला 1,38,600 पर्थ्यो भने अहिले घटेर 1,30,200 भएको छ। 256GB स्टोरेज भेरिएन्टलाई पहिला 1,56,900 पर्थ्यो भने अहिले घटेर 1,49,000 मा लिन सक्नुहुनेछ। र यसको 512GB स्टोरेज भेरिएन्टलाई पहिला 1,93,500 पर्थ्यो भने अहिले घटेर 1,86,500 भएको छ। अब कुरा गरौँ आइफोन 16 प्लस को। आइफोन 16 प्लस तीनवटा स्टोरेज भेरिएन्टमा उपलब्ध 128GB स्टोरेज भेरिएन्टलाई पहिला 1,56,900 पर्थ्यो भने अहिले घटेर 1,49,600 भएको छ। र 256GB स्टोरेज भेरिएन्टलाई पहिला 1,75,000 मा लिन सक्नुहुन्थ्यो भने अहिले घटेर 1,68,200 भएको छ। र 512GB स्टोरेज भेरिएन्टलाई पहिला 2,12,100 पर्थ्यो भने अहिले घटेर 2,05,600 भएको छ। अब कुरा गरौँ आइफोन 16 प्रो को। चारवटा स्टोरेज भेरिएन्टमा उपलब्ध यो फोन 128GB स्टोरेज भेरिएन्टलाई पहिला 1,78,900 पर्थ्यो भने अहिले घटेर 1,68,700 भएको छ। र 256GB स्टोरेज भेरिएन्टलाई पहिला 1,98,000 पर्थ्यो भने अहिले घटेर 1,88,200 भएको छ। र 512GB स्टोरेज भेरिएन्टलाई पहिला 2,37,500 पर्थ्यो भने अहिले घटेर 2,26,600 भएको छ। र यसको 1TB को पहिला 2,75,100 पर्थ्यो भने अहिले घटेर 2,65,200 भएको छ। अब कुरा गरौँ आइफोन 16 को टप मोडल आइफोन 16 प्रो म्याक्स को बारेमा। तीनवटा स्टोरेज भेरिएन्टमा उपलब्ध यो फोन 256GB लाई पहिला 2,14,900 पर्थ्यो भने अहिले घटेर 2,07,000 भएको छ। र 512GB लाई पहिला 2,56,500 पर्थ्यो भने अहिले घटेर 2,45,500 भएको छ। र 1TB स्टोरेज भेरिएन्टलाई 2,94,000 पर्थ्यो भने अहिले घटेर 2,84,000 भएको छ।